बाहिर चाहिँ पुरै घाम छ कि यस्तोमा कसम हो माइ गड यस्तो के ल त्यही हो अब हाम्रो साथीहरू चाहिँ कोही कोहीले के गरिरहेछन् कोही कोहीले के गरिरहेछन् तिमीलाई के भइरहेछ त म मेरो भिडियो मेरो भ्लग मेरो मोबाइल चाहे जे देखा अब ऊ चाहिँ उता चाहिँ नदेखा मन ऊ चाहिँ कपडा लाएको छैन चाहिँ एकछिन फुटबल खेलिरहेछौँ फुटबल भन्नाले यो बल चाहिँ मैले चोरेर ल्याएको होइन स्कुलबाट अनि त्यो चोरेर ल्याएको अनि पिन्चर थियो होइन यसो प्यान्चर स्यान्चर तालिम माराम ल त्यो प्यान्चर स्यान्चर तालिम होइन अनि मस्त खेल्ने जस्तो भएछ भनौँ जाउ लिन भाग हेलो नमस्ते साथीहरू तपाईहरुलाई स्वागत छ एमआरसी ब्लगमा सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला म नि एकदम सन्चै आरामै छु र अब आज चाहिँ यसो टक्क भ्लग गरिदिउँ भनेको होइन भ्लग भिडियो बनाइदिउँ भनेको अब त्यही हो अहिले चाहिँ दिउँसोको 12 बजिरहेको छ होइन अनि म चाहिँ टक्क यसो टक्क छोटा मोटा भ्लग भिडियो बनाइदिउँ भनेर टक्क बनाइरहेको छु होइन अनि म चाहिँ धेरै दिनपछि भ्लग हालिरहेको छु किनभने अब सधैँ एउटै पनि भ्लग किन हाल्ने के युट्युबमा अब अडियन्सहरूलाई पनि मतलब कस्तो हेर्न पनि झ्याउ लाग्ने जस्तो होइन त्यस्तै लाग्छ होला त्यही पनि म चाहिँ बढी जसो सर्ट भिडियोहरू हालिदिन्छु युट्युब च्यानलमा अनि भ्लग चाहिँ कुनै स्पेसल डे मतलब कुनै स्पेसल भयो भने अनि कतै जाने बेला कतै बजार सजार जाने बेला के हो पङ्खा यार कहिले भोल्टेज आएको हुन्छ कहिले गएको हुन्छ यस्तो के साथीहरू सबभन्दा यो यहाँ बर्दिया ताराताल अब उता बजार लाली बजारतिर चाहिँ के हुन्छ भनेपछि उता चाहिँ लाइन पुरै हुन्छ के लाइन पुरै भएको हुन्छ होइन तर उता बजारतिर भन्दा उता हामी त गाउँतिर पर्छौँ होइन गाउँतिर भन्दाखेरि यहीँ प्रगति बजार भन्छन् गाउँै भनौँ के अनि उता लाइन पुरै छोड्या हुन्छ पुरै उता त तर यता हुन्न के लाइन अहिले चाहिँ अब आज बिहान पनि होइन टक्क कति अब बिहान त कति बजेदेखि गयो लाइन थाहा भएन तर कति 10 बजेतिर आएको थियो कि 10 बजे नभनौँ 10 बजेतिर आएको थियो क्या लाइन होइन अनि टक्क बिहान सानो उठियो खानासाना पकायो खाइयो त्यो साथीहरू अब आजकल चाहिँ बहुत बेडअप खतरा घाम हुन लाग्छ कि के भन्ने होला यार अब यताखेरि पङ्खा सङ्खाइ खर्र नाचिरहेको छ होइन अब सानो पनि दिनको छ यस्तै रुम खोजियो अब के गर्ने होला अब सस्तो मस्त अब के गर्ने हो कि नै साथीहरू ल त्यही अब नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गरिदिनु होला र यसो भिडियो के कसो लाग्छ तपाईँहरू चाहिँ यसो कमेन्टमा दिनु होला होइन साथीहरू म चाहिँ त्यही भन्न चाहन्छु अनि आज चाहिँ बाहिर चाहिँ पुरै घाम छ कि यस्तोमा कसम हो माइ गड यस्तो के ल त्यही हो अब हाम्रो साथीहरू चाहिँ कोही कोहीले के गरिरहेछन् कोही कोहीले के गरिरहेछन् तिमीलाई के भइरहेछ त म मेरो भिडियो मेरो भ्लग मेरो मोबाइल चाहे जे देखा अब उता चाहिँ नदेखा मन ऊ चाहिँ कपडा लाएको छैन त्यही पनि यसो टक्क यसरी देखाइदिन्छु रुम अब यिनीहरूको पङ्खा चाहिँ बन्या छैन मेरो चाहिँ खतरा फनाना पुरै गर्मीमा नाच्छ होइन तर यहाँ चाहिँ
पुरै यहाँ बटन चाहिँ यहाँ छ हैन, यहाँ केही चल्दैन कि बत्ती मात्र बल्छ हैन। तर यिनीहरूको पंखा चाहिँ बनाउने छ। मेरो चाहिँ अलरेडी पुरै बनिसकेको थियो हैन। यिनलाई गाह्रो छ के गाइस, पुरै खतरा। अब यहाँ घरको साउ पनि छैन हैन। घरको साउ चाहिँ उता काठमाडौँ छ। अब काठमाडौँबाट कसरी बनाइदिन आओस् त्यसले। अब यो घर चाहिँ उता छ न घर, त्यहाँको घरको मान्छेले हेर्छ न, घर बेती नै भनौँ न, त्यहाँको मतलब अङ्कलले हेर्नुहुन्छ यो घर चाहिँ। अनि के गर्ने होला, कसरी भाँच्यो यार यो तार यस्तो। अच्छा बढाइदिउ न, सब्सक्राइब बढाइदिउ न यार, कति पुगेको छ? भइहाल्छ, बढाइदिए के हो त, हगि नै गाइस। ल त्यो साथीहरू, यो त साथी चाहिँ नुहाइरहेछन् हैन। यति गर्नमा पनि के नुहाउनु पर्यो यार, टक्क बिहान सानो नुहायो, सानोतिर नुहायो, पुरै 12 बजेको घाममा नुहाइदिइरहेछन् एउटा साथी चाहिँ। त्यो मेरो रुम चाहिँ के भनौँ, खाना नचिरहेछ यस्तो चाहिँ के हो हे मा कडक, ओ माई गॉड। ल त्यही साथीहरू, अब कुनै बेला चाहिँ मेरो युट्युब च्यानलमा चाहिँ भ्लग चाहिँ खतरा आउँछ हैन। म चाहिँ भ्लग सलग ओ माई गॉड ल्याउने कोसिस गर्छु होला। ओ माई गॉड, तर उता पंखा चलिरहेछ, मस्त छ यार। अनि यता कस्तो छ, सर्च गर बढाइदियो यार, यो गरिब दुखीको युट्युब च्यानल बढाइदियो यार। ल त्यही हो, अब यस्तो के कोहीले चाहिँ अब मेरो युट्युब च्यानलको नाम चाहिँ यामार्सी भ्लग हो न। तर कोहीले भनिरहेको हुन्छ कि तैँले केही गर्दैनस्, तेरो युट्युब च्यानल कसरी बढ्छ हैन। तर म बिस्तारै गरिरहेको छु नि यार, आफ्नो तरिकाबाट म दिइरहेको छु नि, भिडियो हालिरहेको छु नि, हो कि न गाइस। म अब डेली भ्लग अपलोड नगरे नि सर्ट भिडियोहरू चाहिँ म हालिरहेको हुन्छु हैन, टक्क मिलाएर। त्यही पनि केही छैन, साथ सपोर्ट दिइराख्नु होला, मस्त हो कि नै। म चाहिँ त्यही हो। अब चाहिँ 12 बजिरहेको छ हैन। अनि घाम चाहिँ पुरै खतरा छ, त्यही हो। अनि एउटा कुरा यार, हाम्रो स्कुल चाहिँ छैन हैन। हाम्रो इक्जामको बिदा भइसकेको छ मस्त। अनि हाम्रो चाहिँ इक्जाम चाहिँ यही 18 गतेदेखि छ। अनि आज कति गते भइगयो, कति गते भयो यार, आज 14 गते, आज 14 होइन 15 गते, आज 15 गते हो हैन। अनि 18 गतेदेखि चाहिँ हाम्रो इक्जाम छ पुरै। यति घाममा फेरि कस्तो लाग्छ यार। अब हाम्रो इक्जाम चाहिँ बिहानको 6 होइन 7 बजेदेखि छ हैन। त्यही हो, इक्जाम अब दिनु पर्यो, के गर्ने होला, हो कि नै। अब आफ्नै हो, दिने आफ्नै हो, सब आफ्नै हो। त्यही हो साथीहरू, अब त्यो भिडियोमा चाहिँ बनिरहनु होला। अब दिनभरिमा के अपडेट म चाहिँ दिइरहेको छु, कस्तो हुन्छ के हुन्छ हैन। ल त्यही हो। ल साथीहरू, अब साँझ भइसकेको छ। साँझको कति, साँझको कति भएछ भनेपछि अब 6 बजिरहेको छ हैन।
अनि हामी चाहिँ एकछिन फुटबल खेलिरहेछौँ। फुटबल भन्नाले यो बल चाहिँ मैले चोरेर ल्याएको होइन स्कुलबाट। अनि त्यो चोरेर ल्याएको अनि पिन्चर थियो होइन, यसो प्यान्चर स्यान्चर तालिम मारामु ल त्यो प्यान्चर स्यान्चर तालिम होइन अनि मस्त खेल्ने जस्तो भएछ भनौँ। जाउ लिन भाग ल त्यो अर्को साथी चाहिँ यता खाना पकाइरहेछन् मस्तै टक्क देख्न सक्नुहुन्छ होइन। अनि हामी चाहिँ एकछिन खेल्छौँ। ल्याउ 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 पुरै के गरिरहेछन् के गरिरहेछन् ल बोलायो। ओए ल त्यही अब साँच्चै मस्त छ एवान मस्तै। यहीँ खेलौँ एकछिन कि कहाँ, यहीँ यतै खेलौँ। ल त्यही साथीहरू अब भिडियो चाहिँ यति नै हुन्छ। भिडियो के कस्तो लाग्छ भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गरिदिनु होला। र नेक्स्ट भ्लग भिडियोमा मिल्नु पर्ने हुन्छ हामीहरू। ल ओके बाइ बाइ गाइज, बाइ बाइ। ल